भिडियो माग्यो भने भिडियो चाहिँ छ नि आफैले पोस्ट गर्छ नि बल्ल दिन्छ अरे के अर्थ भएर होइन र जस्तो तेज लिएर ज्योतिर्लिङ्गका रूपमा भएको दिन आज शिवरात्रिको दिन हो र स्वयं भगवान ब्रह्मा र विष्णुले पहिला पूजा गर्नुभएको र सकल देवताहरूले ऋषिमुनिहरूले गर्दै अहिलेसम्म पनि भगवान शिवको पूजा आराधना वन्दना गरिएको र विशेष भगवान शिवजीबाट नै आजका दिनमा पूजा आराधना वन्दना गर्नाले शिवालयमा दर्शन गर्नाले अनन्य पुण्य प्राप्ति हुनेछ भनेर भगवान शिवले नै वरदान दिनुभएको हुनाले आज शिवरात्रिको दिन विशेष पूजाका लागि भक्तजनहरूको भिडभाड भइरहेको छ र अत्यन्तै शक्तिशाली पीठ हो जे माग्यो त्यो पाइने ठाउँ हो भर्तृहरिले तपस्या गरेको सिद्ध भूमि सिद्ध बाबा जहाँबाट हेर्दै हुनुहुन्छ एकपटक आउने प्रयत्न अवश्य समयसम्म 15-20 हजार भक्त सज्जनहरूले दर्शन गर्नुहुन्छ भन्ने हाम्रो आकलन थियो तर भक्त सज्जनहरूको यही लोकप्रिय मिडिया मार्फतबाटै हिजोबाट भएको प्रचारकात्मक गतिविधिबाटै भक्त सज्जनहरूको उल्लेख्य यहाँ सहभागिता रह्यो उहाँहरूको आउने क्रम घुइँचो जारी छ र हामीले हिजो सुरुङ मार्गसम्मसँग हामीले सम्बन्ध गर्दा खालि 50 मिटर मात्रै सुरुङ मार्गको भित्रपट्टिको क्षेत्रमा लाइन व्यवस्थापन गर्ने भनेका थियौँ त्यो भिड र चापलाई हामीले ठेक्न नसक्ने ठानेर आज बिहानै फेरि सुरुङ मार्गसँग हामीले 50 मिटर थपको लागि व्यवस्थापन गरेर अब हामीले 80,000 भक्त सज्जनहरूलाई पनि पूजन व्यवस्थापन गर्नको लागि भोलिन्टियरहरूलाई सिपमा पुरैजीहरूलाई पनि सिपमा हामीले प्रयोग गर्ने र 2-2.5 घन्टाभित्रै हामीले पूजन व्यवस्थापनलाई मिलाउनको लागि एकदमै व्यवस्थापन गरिएको छ।